तपाईँले देख्यो भने त सुदन गुरुङको प्रेस मिटमा पिडा खाने मान्छे सुदन गुरुङसँग तपाईँको के हो 36 को आँकडा हो हजुर त्यस्तै छ अब ऊ चाहिँ अब गृह अब मन्त्रालयसँग पुग्यो अब हामी अब भाइ सिक्री के छ हालखबर एउटा फोटो आन भाइ सिक्री दाइसँग यहाँ सिक्री दाइ होइन उहाँ जो दाइ भयो भने मैले चिने उहाँ रिपोर्टर्स क्लबमा दाइ भाइरल भएको थियो पिटाइ खाँदै पिटाइ खाएको होइन फेरि दिया सुशीला कार्की नि समात्नु पर्यो बालेन पनि समात्नु पर्यो सुदन गुरुङ नि समातिनु पर्यो अब त्यसमा रासोपाको तोसीमा कार्कीहरू ढकालहरू अब त्यहाँ उहाँ कारागारमा गएका सबैजना होइन त्यत्रो मान्छेहरू रासोपाका गएका छन् उनीहरूलाई पनि समातिनु पर्यो नि त त्यो किन उनीहरूले त रवि लामिछानेलाई सुरक्षा दिएको भनिरहेछन् किन समाउने त उनीहरूले त अब सुरक्षा होइन त्यो त निकाल्न गएको हो नि त अब जेनजी आन्दोलनको फाइदा लिएर चाहिँ कारागारमा गएर चाहिँ कैदीहरू भाग्ने क्रम भनेर भनेको छ उनीहरूले सुरक्षा निकालेको छ त्यो तिमीहरू आफ्नो ज्यानको सुरक्षा गर तिमीहरू निस्कि भनेर कैदीहरूलाई त छोडेको हो नि त अनि त्यो हुँदाखेरि उनीहरू त पहिल्यै गएर पनि त अन्यबाट त्यसलाई चाहिँ अब निकाल्नुपर्छ भनेर फोकस गरेर चाहिँ उनीहरू चाहिँ अगाडि अग्रपङ्क्तिमा गइरहेको थियो नि त त्यो हुँदाखेरि त उनीहरूले जेएनजीको फाइदा लियो नि त कलाकारहरूलाई पनि समाउनु पऱ्यो नि उनीहरू पनि त्यसमा अब सामेल भएको थियो उनीहरूको पनि हात थियो त्यसमा अनि हामीहरू समातिनी टिओबी म अब निकोलस भुसाल हमालहरू घाइतेहरू समातिनी अनि उनीहरू चाहिँ नसमातिनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समातिसक्नु भएको छ होइन के छ माग त अब उहाँलाई अब सकभर अब समातिएपछि छोडिनुपर्छ अब समातिएपछि अब त जेनजी आन्दोलनमा त्यत्रो बालबच्चालाई मारेको भनेर आइरहेछ होइन अब उहाँ चाहिँ छुट्ने कसरी त अब उहाँलाई छुटिन त अब त्यो जिल्ला अदालत अथवा सर्वोच्च अदालतले उसलाई दिने भनेको 2 वर्ष वा 3 वर्षको कैद सजाय हो त्यसपछि त एकताल त ऊ छुटिनु परिहाल्छ त्यसको लागि अब उनीहरूले अहिले अब सरकारमा हुँदाखेरि अब उनीहरूले अब भन्नै पर्दाखेरि चाहिँ निकाल्दाखेरि मेरो नजरमा त अलिअलि दोषी पनि हो तर उसले आदेशै दिएको हो कि होइन भनेर प्रुफ पनि हुनु पर्यो नि त त्यो कारणले चाहिँ उहाँलाई नि अब समातिनु पर्यो अब समातिँदाखेरि त अब अरू सबै नि समात्नु पर्ने भन्ने मलाई लाग्छ होइन सबै समातिनु पर्यो सबै समातिनु पर्यो कि त्यसमा तपाईँ आन्दोलनमा आउनु भएको रहेछ आज होइन आन्दोलन सकियो तपाईँहरूको आन्दोलन सकियो भर्खर सकियो केमा टुङ्गियो अब यो आन्दोलन आज भोलि पनि अब 2 बजे गर्ने भनेर टुङ्गिएको छ भोलि पनि 2 बजे अब गर्छ त्यसको त्यति हो टुङ्गेको अब सुदन गुरुङसँग तपाईँको 36 को आँकडा हो के हो खासमा किनकि अस्ति नै प्रेस मिट गर्दाखेरि पनि त्यहाँनिर तपाईँलाई हातपात भएको थियो होइन तपाईँले पनि सायद त्यहाँनिर तपाईँ नै सुरुवात गरेको भन्ने सुन्नमा आएको थियो के हो दाइ खासमा हो अलिकति सुरुवात भयो त्यहाँनिर चाहिँ ठेल्यो सुरुमा चाहिँ मैले पनि छेकिरहेको थियो छेक्दाखेरि पनि उनीहरूले ठेल्यो के ठेलेर गएर म तलपट्टि झरेँ के त्यो स्टेजमा बोल्न जाने पालो थियो बोल्न जाने दाइ आउनुहोस् हामी बोल्न जाने भनेर 20 रुपियाँको कापीमा लेखेर हामी बोल्न गएको थियो हामी बोल्न गएको टोली हो त्यो अनि पछि त्यो टोली कहाँ गयो त्यो सबै नचिन्ने टोलीहरू फेरि घुसपेट भएको भनिन्थ्यो नि होइन हजुर घुसपेट भएको भन्यो त्यसैलाई नै घुसपेट नै पनि भएको नै जस्तो पनि भयो अनि त्यसमा चाहिँ ठेलेपछि हात हालेपछि मैले पनि तानी किन ठेलेको भने किन ठेल्यो भनेर तान्यो यसलाई पनि ऊ हान्नुपर्छ भन्यो अनि त्यसमा मैले पनि अब हो त भनेर मैले पनि अब त्यस्तै गरेँ होइन अब पहिला पनि त्यो उतापट्टि नै हान्छु भन्यो नि त यसलाई कुट्नुपर्छ भन्यो अनि एउटा किन तिमीहरूले यस्तो कुरा गरेको भनेको खाली कुट्नुपर्छ यसलाई कुट्नुपर्छ भन्यो नि त अनि त्यो भने किन कुट्ने मलाई किन कुट्ने तिमीहरूले भनेको त होइन तपाईँलाई त यसलाई कुट्नै पर्छ भन्यो त्यसो भनेपछि अनि मलाई नि कुट्ने भयो साँच्चै तिमीहरू कुट्ने नै हो भनेको त कुट्ने नै हो भन्छ अनि त्यो भनेपछि ल खेल्ने भयो तपाईँ प्रहरी चौकीमा तपाईँ समातिनु पनि भएको थियो सायद कति दिन बस्नुभयो समात्यो एक दिन बस्यो अब त्यो उनीहरूको इन्भेस्टिगेसन सबै पुरा गर्यो अनि त्यसपछि छोडिदियो अनि त्यसमा हामीलाई सबै समातिनी अब निकोलस भुसाल म टिओबी हमालहरू अब जेएनजीका अब अरू अगुवाहरू पनि समातिनी तर माथिको माछाहरू चाहिँ नसमातिनी के माथि चाहिँ अब सुशीला कार्की अब पूर्व प्रधानमन्त्री नै समातियो होइन अब रमेश लेखक पनि समातियो त्यो हुँदाखेरि त अब सुशीला कार्की नै समात्नु पर्यो
बालेन पनि समात्नु पऱ्यो, सुदन गुरुङ नि समातिनु पऱ्यो। अब त्यसमा रासोपाको तोसीमा कार्कीहरू, ढकालहरू, अब त्यहाँ उहाँ कारागारमा गएका सबैजना होइन त्यत्रो मान्छेहरू रासोपाका गएका छन्, उनीहरूलाई पनि समातिनु पऱ्यो नि त। त्यो किन उनीहरूले त रवि लामिछानेलाई सुरक्षा दिएको भनिरहेछन्, किन समाउने त? उनीहरूले त अब सुरक्षा होइन, त्यो त निकाल्न गएको हो नि त। अब जेन्जी आन्दोलनको फाइदा लिएर चाहिँ कारागारमा गएर चाहिँ कैदीहरू भाग्ने क्रम भनेर भनेको छ। उनीहरूले सुरक्षा निकालेको छ। तिमीहरू आफ्नो ज्यानको सुरक्षा गर, तिमीहरू निस्कि भनेर कैदीहरूलाई त छोडेको हो नि त। अनि त्यो हुँदाखेरि उनीहरू त पहिल्यै गएर पनि त अन्यबाट त्यसलाई चाहिँ अब निकाल्नुपर्छ भनेर फोकस गरेर चाहिँ उनीहरू चाहिँ अगाडि अग्रपङ्क्तिमा गइरहेको थियो नि त। त्यो हुँदाखेरि त उनीहरूले जेएनजीको फाइदा लियो नि त। कलाकारहरूलाई पनि समाउनु पऱ्यो नि, उनीहरू पनि त्यसमा अब सामेल भएको थियो, उनीहरूको पनि हात थियो त्यसमा। अनि हामीहरू समातिनी, टिओबी, म, अब निकोलस भुसाल, हमालहरू, घाइतेहरू समातिनी, अनि उनीहरू चाहिँ नसमातिनी, त्यस्तो हुँदैन। तपाईँ एमालेको कार्यकर्ता हो भनेपछि अब त्यस्तै भन्नु पऱ्यो। अब पहिला अब अलिअलि हिँड्यो, त्यहाँ पनि हिँड्यो, सबै ठाउँमा हिँड्यो। तपाईँहरूको माग के छ त? अब पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समातिसक्नु भएको छ होइन, के छ माग त? अब उहाँलाई अब सकभर अब समातिएपछि छोडिनुपर्छ। अब समातिएपछि उहाँले त जेएनजी आन्दोलनमा त्यत्रो बालबच्चालाई मारेको भनेर आइरहेछ होइन, अब उहाँ चाहिँ छुट्ने कसरी त? अब उहाँलाई छुटिन त अब त्यो जिल्ला अदालत अथवा सर्वोच्च अदालतले उसलाई दिने भनेको 2 वर्ष वा 3 वर्षको कैद सजाय हो। त्यसपछि त एकताल त ऊ छुटिनु परिहाल्छ। त्यसको लागि अब उनीहरूले अहिले अब सरकारमा हुँदाखेरि अब उनीहरूले अब भन्नै पर्दाखेरि चाहिँ निकाल्दाखेरि मेरो नजरमा त अलिअलि दोषी पनि हो, तर उसले आदेशै दिएको हो कि होइन भनेर प्रुफ पनि हुनु पऱ्यो नि त। त्यो कारणले चाहिँ उहाँलाई नि अब समातिनु पऱ्यो। अब समातिँदाखेरि त अब अरू सबै नि समात्नु पर्ने भन्ने मलाई लाग्छ होइन। सबै समातिनु पर्यो। सबै समातिनु पऱ्यो कि त्यसमा। धन्यवाद। यदि चाहिँ ठेल्यो, सुरुमा चाहिँ मैले नि छेकिरहेको थियो, छेक्दाखेरि पनि उनीहरूले ठेल्यो कि, ठेलेर गएर म तलपट्टि झरेँ कि। त्यो स्टेजमा बोल्न जाने पालो थियो, बोल्न जाने दाइ आउनुहोस् हामी बोल्न जाने भनेर 20 रुपियाँको कापीमा लेखेर 20 रुपियाँको कापीमा लेखेर हामी बोल्न गएको थियो। हामी बोल्न गएको टोली हो त्यो। अनि पछि त्यो टोली कहाँ गयो त्यो सबै नचिन्ने टोलीहरू फेरि घुसपेट भएको भनिन्थ्यो नि होइन? हजुर, घुसपेट भएको भन्यो, त्यसैलाई नै घुसपेट नै पनि भएको नै जस्तो पनि भयो। अनि त्यसमा चाहिँ ठेलेपछि हात हालेपछि मैले पनि तानी किन ठेलेको भने, किन ठेलेको भनेर तान्यो, यसलाई पनि ऊ हान्नुपर्छ भन्यो। अनि त्यसमा मैले पनि अब हो त भनेर मैले नि अब त्यस्तै गरेँ होइन। अब पहिला पनि त्यो उतापट्टि नै हान्छु भन्यो नि त, यसलाई कुट्नुपर्छ भन्यो। अनि एउटा किन तिमीहरूले यस्तो कुरा गरेको भनेको, खालि कुट्नुपर्छ यसलाई कुट्नुपर्छ भन्यो नि त। अनि त्यो भने किन कुट्ने, मलाई किन कुट्ने तिमीहरूले भनेको त, होइन तपाईँलाई त यसलाई कुट्नै पर्छ भन्यो। त्यसो भनेपछि अनि मलाई नि कुट्ने भयो, साँच्चै तिमीहरू कुट्ने नै हो भनेको त कुट्ने नै हो भन्छ। अनि त्यो भनेपछि ल खेल्ने भयो, खेल्ने। तपाईँ प्रहरी चौकीमा तपाईँ समातिनु पनि भएको थियो सायद, कति दिन बस्नुभयो? समात्यो 1 दिन, त्यही 1 दिन बस्यो। अब त्यो उनीहरूको इन्भेस्टिगेसन सबै पुरा गर्यो, अनि त्यसपछि छोडिदियो। अनि त्यसमा हामीलाई सबै समातिनी, अब निकोलस भुसाल, म, टिओबी, हमालहरू, अब जेएनजीका अब अरू अगुवाहरू पनि समातिनी, तर माथिको माछाहरू चाहिँ नसमातिनी के। माथि चाहिँ अब सुशीला कार्की, अब पूर्व प्रधानमन्त्री नै समातियो होइन। अब रमेश लेखक पनि समातियो। त्यो हुँदाखेरि त अब